चन्द्रग्रहण कहिले हो, ग्रहणको समयमा के गर्न मिल्छ र के गर्न मिल्दैन, आउनुहोस् आज स्पष्ट बुझौँ। निन्द्रायाम जायते व्याधिर मैथुने दारिद्र्यमाप्नुया पुरुषे कृमियोनिस्स मैथुने ग्रामशूकर अभ्यञ्जने भवेत् कुष्ठि भोजने स्यात् दारिद्र्यवित् वन्दने भवेत् सर्पो वन्दने च नरकम प्रचेत। अर्थात् ग्रहणको समयमा सुत्ता रोग लाग्ने सम्भावना हुन्छ। मैथुन स्त्री पुरुष सम्बन्ध गर्दा दरिद्रता प्राप्त हुन्छ। शौच गर्दा कृमि किरा योनिमा जन्म हुने फल बताइएको छ। तेल मालिस गर्दा कुष्ठ रोग लाग्ने भनिएको छ। भोजन गर्दा दरिद्रता र दुःख बढ्ने विश्वास छ। कसैलाई बाँध्दा वा हिंसा गर्दा सर्प योनि प्राप्त हुने र नरक जाने फल बताइएको छ। आज हामी चन्द्रग्रहण अर्थात् चन्द्रग्रहणको समय र त्यसका धार्मिक नियमबारे संक्षेपमा जानकारी लिँदैछौँ। ग्रहको समय भारतको असममा चन्द्रग्रहण दिउँसो करिब 3:20 सुरु भई साँझ 6:47 रहनेछ। ग्रहणको समयमा के नगर्ने? धार्मिक मान्यता अनुसार यो समयलाई संयम र सावधानीको समय मानिन्छ। त्यसैले खाना पकाउनु र खाना हुँदैन। ग्रहण लागेको समयमा घरको मन्दिरको पट बन्द गर्नु उचित मानिन्दछ। सबै स्थानमा मन्दिरको पट बन्द हुन्छ। विवाह, व्रतबन्ध, गृहप्रवेश जस्ता शुभ कार्य गर्नु हुँदैन। विशेष गरी गर्भवती महिलाले सुई, धागो, चक्कु, कटारी जस्ता धारिला वस्तु चलाउनु हुँदैन। सामान्य स्वस्थ व्यक्तिले सुत्नु वा सहवास गर्नु हुँदैन। तर वृद्ध, बालबालिका, गर्भवती महिला, रोगी व्यक्तिहरूलाई स्वास्थ्यका कारणले केही छुट पनि दिएको छ। अब प्रश्न आउँछ, के गर्ने त? ग्रहणको समय भगवानको नाम स्मरण गर्ने उत्तम अवसर हो। कीर्तन गर्नुहोस्, ध्यान गर्नुहोस्। शान्त मनले राम नाम, राधे राधे, ओम नमः शिवाय जप गर्दै बस्नु अत्यन्त पुण्यदायक मानिन्छ। सकेसम्म नदीको किनारमा बसेर भगवानको स्मरण गर्नु वा मन्दिरको बाहिर शान्त स्थानमा बसेर ध्यान गर्नु पनि शुभ मानिन्छ। ग्रहण समाप्त भएपछि स्नान गरी सफा वस्त्र धारण गरेर घर शुद्ध गरी मात्र भोजन पकाउनु र खानु उचित हुन्छ। यसरी श्रद्धा, विश्वास र संयमका साथ ग्रहणकाल बिताउँदा मन शुद्ध हुन्छ र भगवानको विशेष कृपा प्राप्त हुन्छ। हजुरले यो भिडियो केही न केही हजुरले बुझ्न पाउनुभयो र जान्न पाउनुभयो भने यसरी नै सबैलाई जान्नका लागि र सचेत गर्नका लागि यो भिडियो सबै स्थानमा पुर्याउनका लागि एक सेयर अवश्य हजुरको तर्फबाट गर्नुहोस्। राधे श्याम।